जसरी त्यो भेनमको स्ट्रक्चर थाहा भएर त्यसको त्यसलाई न्युट्रल बनाउनलाई बनाउनु त हो त्यही हो एक्ज्याक्टली। होइन मान्छेको के हुन्छ भने नि मान्छेले हामी अघि कुरा गर्दै थियौँ नेचरसँग मान्छेले मितेरै साइनो गाँसेर आफ्नो जीवनको रथ हाँक्ने हो। तर मान्छे कस्तो भइदियो भने अति महत्त्वकाङ्क्षी जे चिज नहोस् भनौँ त्यो चिज चाहिँ कामना गर्ने क्या। जस्तो हाम्रो यो आवश्यकताको सिद्धान्त यसको विषयमा म एकछिनपछि आउँला। म द्वन्द्वकालमा जनयुद्धमा थिएँ र त्यतिखेर एउटा मूल्याङ्कन भन्ने मासिक पत्रिका निस्किन्थ्यो। त्यसले चाहिँ माओवादीको खुनखुत्रो उतार्थ्यो खालि माओवादीको विषयमा एकदमै नेगेटिभ आर्टिकल, फेरि तार्किक हुन्थ्यो क्या, लजिकल हुन्थ्यो होइन, आइडियोलोजिकल आर्टिकलहरू हाम्रो श्याम श्रेष्ठ सरले निकाल्नुहुन्थ्यो। कालान्तरमा उहाँ पनि माओवादीको एउटा पार्ट बन्नुभयो फेरि। अनि सर्कुलरै जारी हो त्यो मूल्याङ्कन भन्ने चाहिँ नपढ्नु है भनेर। नपढ्नु भनेपछि झन्झन खोजेर पढ्नु उनीलाई त डबल बम्पर लडाको त पढेको झन् पुरा जस्तो कुनै फिल्म ब्यान्ड गरिदिनु सबभन्दा बढी त्यही हो। अनि जस्तो एकछिनको लागि सुन र फलाम उस्तै हुन्थ्यो नि, फलाम जताततै पाएर त्यो ऊ भयो नि त, सुलभ भयो। दुर्लभताको सिद्धान्त भनेको चाहिँ यति महत्त्वपूर्ण हो। तपाईँलाई साह्रै कसरी हेप्यो भने 20 दिन त्यसको छायामा नपर्नुहोस्, त्यसलाई फोन नगर्नुहोस्, तपाईँ महत्त्वपूर्ण हुन थाल्नुहुन्छ क्या। यसमा जर्ज बर्नार्ड शाहलाई सम्झिनुपर्छ, विश्वप्रसिद्ध साहित्यकार, पार्लियामेन्टेरियन। उनी चाहिँ विन्स्टन चर्चिललाई पनि हायल काल बनाउन सक्ने ओरेटरी भएका व्यक्ति थिए, साहित्यकार। उनको एप्पल कार्ड त पढ्नुपर्छ, करिकुलममै छ। अहिलेको स्टुडेन्टले पढ्छन् पढ्दैनन् मलाई थाहा छैन। 180 Years of Solitude यो ब्याचलर मास्टर्स केमा पढ्नुपर्छ, यो रिटन बाई ग्रेबियल गार्सिया मार्केज। अनि यो उसको चाहिँ जर्ज बर्नार्ड शाहको किस्सा बडो रमाइलो छ क्या। बर्नार्ड शाहलाई एकचोटि विन्स्टन चर्चिलले अफर गर्नुभएछ, ब्लड स्वेट एन्ड टियर भाषण, उहाँको विश्वप्रसिद्ध भयो। अनि उहाँलाई सोधिएछ भाषण सुन्नु हो नि मेरो, अब त्यतिखेर ग्रामोफोन रेडियोमा सुन्नुपर्ने छ, तार आउँथ्यो, तार भने यति लामो बिजुलीको होइन, चिठी पत्रको तार होइन, तार पठाउनु पर्थ्यो। अनि मेरो भाषण सुन्नुभयो। अहिले मान्छेहरू कस्तो भाषिक दरिद्रता छ कि उत्सवजी, जस्तो तपाईँ प्रचण्डलाई चिन्नुहुन्छ, म चिन्दिनँ भन्छन्, कस्तो दरिद्र भाषा क्या। म चिन्न अस्वीकार गर्छु भन्दा क्या मिठो सुनिन्छ नि। रमा सिंहले भने होइन उहाँलाई म चिन्न चाहन्न त्यो